हाई एभ्रिवान, वेलकम टु माई डेली मिनी भ्लग। अनि मैले हिजो हजुरहरूलाई भनेको थिएँ नि, भोलि चाहिँ मैले अर्को भिडियोमा चाहिँ मैले के को बिजनेस गर्न लागेको छु भनेर चाहिँ भोलिको भिडियोमा भन्छु है भनेको थिएँ नि त। फाइनली हामीले मन्टेश्वरी बच्चाहरूको डेकेयरको लागि मन्टेश्वरी खोलेका छौँ। हाम्रो लोकेसन चाहिँ टोखाको झोरमा चाहिँ महाकाल झोर भन्दो रहेछ त्यो ठाउँलाई चाहिँ, त्यहाँ चाहिँ खोलेका छौँ। हाम्रो मन्टेश्वरीको ओपनिङ चाहिँ सरस्वती पूजाको दिनमा छ। हजुरहरू त्यही सीमा चोकको वरिपरि नै हुनुहुन्छ अनि हजुरहरूको नानी बाबुहरू पनि अब एडमिसन गर्ने बेला भइसकेको छ भने चाहिँ हाम्रो सरस्वती पूजाको दिन चाहिँ ओपनिङ छ। त्यो दिनमा चाहिँ बच्चाहरूलाई अक्षर आरम्भको लागि लिएर आउनु होला हजुरहरूले पनि। हाम्रो स्कुलमा काम चाहिँ अझै सकिसकेको छैन, कामहरू भइराखेको छ, धेरै भएको छैन। हामीले भर्खर सुरु गर्न लागेको हो। अफिस चाहिँ सेटअप भइसकेको छ। अगाडि चाहिँ त्यहाँ सफा गरेर अनि दुबोहरू ओछ्याएर बच्चाको लागि खेल्ने कुराहरू पनि हाल्न बाँकी नै छ। हामीले काम चाहिँ गर्दै गर्छौँ। सरस्वती पूजाको दिन ओपनिङ गरेर अनि एक हप्तामा चाहिँ काम सकेर अनि हामीले 20 गते 19 गतेबाट चाहिँ काम स्कुल नै क्लासै सञ्चालन गर्छौँ भनेर सोचिरहेको छौँ। बाई बाई साथीहरू, आजको लागि यति नै। भोलि चाहिँ फेरि के हुन्छ भोलि फेरि अपडेट गराउँछु। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ।